हामी जाउँ प्रश्न नम्बर 3 मा के सोधिन्छ त त्यसको पनि आधारहरू के छन्, यसको नमुना कस्तो हुन्छ र उत्तर कसरी लेख्ने भन्ने कुरा हेरौँ। प्रश्न नम्बर 3 मा शब्द भण्डारसँग सम्बन्धित प्रश्न सोधिएको हुन्छ। यहाँ प्रश्न नम्बर 3 मा क र ख गरेर दुईटा प्रश्न दिएको हुन्छ। क र ख मध्येबाट तपाईले उत्तर दिँदा कुनै एउटा मात्रैको उत्तर दिनुपर्ने हुन्छ। कि क को मात्रै दिनुस् कि ख को मात्रै दिनुस्। यस अन्तर्गत पनि क मा चाहिँ दुईवटा पारिभाषिक शब्द र दुईवटा कम्तीमा पनि दुईवटा पारिभाषिक शब्द र दुईवटा अनुकरणात्मक शब्द दिएको हुन्छ र एउटा पारिभाषिक शब्द एउटा अनुकरणात्मक शब्द पहिचान गरेर त्यसलाई अर्थ खोल्ने गरेर वाक्यमा प्रयोग गर्नुस् भनेको हुन्छ। त्यो प्रश्नको उत्तर दिनुपर्ने हुन्छ तपाईले। यदि तपाईलाई त्यो गाह्रो भयो भने तपाईलाई विकल्प दिएको छ प्रश्न नम्बर ख, त्यहाँ एउटा उखान र एउटा टुक्का पहिचान गरेर उत्तर दिनुपर्ने हुन्छ। उखान र टुक्कासँग सम्बन्धित प्रश्नमा पनि यहाँ तपाईलाई एउटा पहिचान गर्नु भने पनि कम्तीमा दुईवटा उखान टुक्काहरू त्यहाँ दिएको हुन्छ। तपाईलाई यहाँ भित्र पनि विकल्प छ, विकल्पभित्र पनि विकल्प छ। त्यही भएर सोच विचार गरेर 2 मा 2 अङ्क प्राप्त गर्ने गरेर तपाईले उत्तर लेख्ने अभ्यास गर्नुहोला। अब तपाईले लेखेका चाहे क को गर्नुस् चाहे ख को गर्नुस्, तपाईले पहिचान गरेर अर्थयुक्त वाक्य बनाएका आधारमा वाक्यको प्रयोग गर्दाखेरि स्पष्ट अर्थ खोल्ने वाक्य भएको हुनुपर्छ। त्यस्तो अवस्थामा वाक्यको बनोट अनि शुद्धता समेत हेरेर तपाईलाई 1 अङ्क गरेर 2 अङ्क प्रदान गरिनेछ। अब यसको एउटा नमुना हेरौँ। प्रश्न नम्बर 3 मा सोधिने प्रश्नको एउटा नमुना हेरौँ। यहाँ हेर्नुस् त, कुनै एक प्रश्नको उत्तर दिनुहोस् भनेर स्पष्ट निर्देशन हुन्छ। निर्देशन पढ्न नझुक्किनु होला, निर्देशन हेरेर मात्रै उत्तर लेख्नु होला। यदि तपाईले यहाँ दुईटै प्रश्नको उत्तर लेख्नु भयो भने पनि एउटा प्रश्नको अघिल्लो प्रश्नको उत्तर जुन लेख्नु भएको हुन्छ तपाईले त्यसको मात्रै नम्बर पाउनुहुनेछ। त्यही भएर समय बर्बादी गर्ने काम नगर्नु होला। स्पष्ट निर्देशन हेरेर कुनै एउटाको मात्रै कि क को कि ख को मात्रै उत्तर लेख्नु होला। यसको यहाँको उत्तर लेख्दाखेरि म क कै गर्छु अथवा म ख कै गर्छु भनेर अडान लिएर परीक्षा हलमा प्रवेश नगर्नु होला। त्यहाँ गइसकेपछि प्रश्नपत्र हातमा परेपछि प्रश्नपत्र हेरेर तपाईलाई जुन सहज हुन्छ सहज प्रश्नको उत्तर दिनु हुनेछ भन्ने आशा छ। अब यहाँ क मा सोधिएको छ, दिएको अंशबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् भनेको छ। अब यहाँ पारिभाषिक शब्द पनि अनुकरणात्मक शब्द पनि भएको एउटा अनुच्छेद दिएको छ। जस्तै यहाँ फाइल स्क्यान गरेपछि 5 तारिकका भाइरस भेट्यो। ती भाइरसले लगभग 400 फाइलमा संक्रमण गरेका थिए। थुप्रै फाइल मर्मत भए। मर्मत हुन नसकेकालाई एन्टिभाइरस गोर्खेले फटाफट डिलिट गर्न सुझाव दियो। पेसलले ओके लेखेका ठाउँमा माउसको चुच्चो लगेर थिच्यो। गोर्खेले सरासर आफ्नो काम गरिरह्यो भनेर यो अनुच्छेद दिएको छ। यहाँ पारिभाषिक शब्द पनि छन्, अनुकरणात्मक शब्द पनि छन्। अब तपाईले यस प्रश्नको उत्तर दिनुभयो भने कसरी दिनुहुन्छ भन्दा जस्तै यहाँ नमुना उत्तर, यहाँ प्रश्न नम्बर 3 कुनै एक प्रश्नको मात्रै उत्तर दिनुहोस् भनेको छ। यदि तपाईले 3 को क को उत्तर लेख्ने भने प्रश्न नम्बर 3 क भनेर स्पष्ट लेख्नुस्। यो नलेखेसम्म तपाईले क को गर्नुभयो कि ख को गर्नुभयो थाहा हुँदैन अनि नम्बर दिन पनि त्यहाँ परीक्षकलाई पनि गाह्रो हुन्छ, नदिन पनि सक्छ। त्यही भएर यहाँ प्रश्न नम्बर 3 को क हो भने क लेख्नुस्, ख को गर्नुभयो भने ख लेख्नुस्। जस्तै क को गर्नुभयो तपाईले भने पारिभाषिक शब्द भनेर लेख्नुस्, किनभने एउटा पारिभाषिक शब्द पहिचान गर्नुस् भनेको छ, एउटा अनुकरणात्मक शब्द भन्नुभएको छ। अब तपाईले यो पारिभाषिक शब्द अनि यो अनुकरणात्मक शब्द लेख्नु भएन भने कुन चाहिँ तपाईले टिप्पण गरेको शब्द पारिभाषिक हो, कुन चाहिँ अनुकरणात्मक हो भन्ने कुरा तपाईले पहिचान गर्नुभयो कि गर्नु भएन भन्ने कुरा थाहा हुँदैन। त्यही भएर पारिभाषिक शब्द स्पष्ट लेख्नुस्। अनि भाइरस भनेर मैले यहाँ टिप्पण गरेँ जस्तै, हैन। अब मेरो कम्प्युटर भाइरसले सखा पारेपछि सफ्टवेयर इन्जिनियरलाई बोलाइ मर्मत गर्न लगाएँ। अर्थयुक्त वाक्य भयो। यहाँ मैले जुन शब्दलाई वाक्यमा प्रयोग गरेको त्यसलाई रेखाङ्कन पनि गरेँ। यसरी नै तपाईले पनि रेखाङ्कन गरिदिनु होला। अनि त्यस्तै गरेर अनुकरणात्मक शब्द मैले फटाफट भन्ने शब्द पहिचान गरेँ। अनुच्छेदबाट यहाँ 2टा 3टा शब्दहरू हुन सक्छन्, तर तपाईलाई एउटा पहिचान गर्नु भनिएको हुन्छ। अब घरबाट निस्केपछि म फटाफट परीक्षा केन्द्रतर्फ लागेँ। यहाँ फटाफट भन्ने शब्दलाई मैले वाक्यमा प्रयोग गरेँ, यसलाई रेखाङ्कन पनि गरेँ। यसरी तपाईले उत्तर लेख्न सक्नुहुन्छ। अब त्यस्तै गरेर अर्को, यदि तपाईले यो प्रश्नको उत्तर लेख्नु भएन, ख को उत्तर लेख्ने विचार गर्नुभएको छ भने यसरी गर्न सक्नुहुन्छ। दिएको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी
तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् भनिएको छ हैन। अब यहाँ पनि कम्तीमा पनि दुईवटा उखान र दुईवटा शब्द दिएको हुन्छ, तर तपाईले एउटा एउटा पहिचान गर्नुपर्छ। तर यहाँ तपाईले के गल्ती गर्नु हुँदैन भने उखान भनेर टुक्का, टुक्का भनेर उखान शब्द पहिचान गर्नु भने तपाईको गलत हुन्छ। अथवा कहिलेकाहीँ विद्यार्थीले गर्ने गल्ती कस्तो हुन्छ भने लेख्न चाहिँ उखान भनेर लेख्नुहुन्छ तर टुक्का पहिचान गरिराख्नु भएको हुन्छ, अनि टुक्का भनेको ठाउँमा उखान हुन्छ, त्यो भने तपाईको उत्तर गलत हुन्छ। त्यसलाई एकदम ख्याल गर्नु होला। जस्तै हामी पनि के कम थियौँ र आए आँप गए झटारो, यहाँ एउटा उखान छ हेर्नु त, आए आँप गए झटारो भनेर केही सोच विचार नगरी अगाडि बढ्यौँ, आखिर जे नहुनु थियो भइ छाड्यो, साथीहरू खुच्चिङ पर्यो, यो उखान टुक्का हो खुच्चिङ पर्नु भनेर रमाएका थिए, हामी भने मलिन अनुहार लगाएर फर्क्यौँ, मलिन अनुहार लगाउनु हैन त्यो पनि टुक्का नै हो। हुने हार दैवन टार भने चाहिँ दुर्घटनामा त परिहालियो भनेपछि यो उखान भयो, तर पनि मनमा अझै आँट मरेको थिएन, फेरि यसो सम्झिँदा मन फुरुङ्ग भइहाल्थ्यो भनेको छ। यसरी दिएको हुन्छ। अब ख नम्बरको उत्तर लेख्ने हुनुभयो तपाईले भने प्रश्न नम्बर 3 को ख भनेर स्पष्ट लेख्नुस्। अब उखान भन्नुस्, एउटा उखान पहिचान गर्नुस् हामी। जस्तै मैले यहाँ आए आँप गए जटारो भन्नेलाई टिप्पणी गरेँ। यसपालिको परीक्षामा खासै तयारी त थिएन, तर अब यहाँ हेर्नु मैले प्रयोग गरेको उखानलाई मैले अन्डरलाइन गरेको छु। आए आँप गए जटारो भनेर परीक्षा दिने आँट गरेको थिएँ, राम्रै जिपिए ल्याएर उत्तीर्ण भएछु। यसरी टुक्का खुच्चिङ पर्नु, हिजो बाटोमा हिँड्दै ठेस लागेपछि उसलाई साथीहरूले सहयोग गर्नुको सट्टा खुच्चिङ पर्यो भन्दै हिँडेका थिए। अब यसरी यहाँ खुच्चिङ पर्यो भन्ने टुक्कालाई पनि यसरी अधोरेखाङ्कन गरिएको छ। तपाईले पनि यसरी गरिदिनु भयो भने अझ राम्रो हुनेछ। अब हामी प्रवेश गरौँ प्रश्न नम्बर 4 तर्फ। प्रश्न नम्बर 4 मा पदवर्ग पहिचानसँग सम्बन्धित प्रश्न सोधिनेछ। पदवर्ग पहिचान अन्तर्गत कुनै एउटा अनुच्छेद दिएको हुन्छ तपाईलाई र त्यस अनुच्छेदभित्र रहेका शब्दमध्येबाट यहाँ एकदम याद गर्नु है। तपाईले यहाँ दिएका शब्द त्यहाँ रेखाङ्कन गरेर दिएको हुन्छ। अनुच्छेदभित्र रहेका शब्दमध्येबाट पनि तपाईलाई 6 वटा शब्द रेखाङ्कन गरेर दिएको हुन्छ। यो 3 मार्क्सको हुन्छ, 3 पूर्णाङ्कको हुन्छ। ती 6 वटा शब्दमध्ये पनि नाम एउटा, सर्वनाम एउटा, विशेषण एउटा र क्रियापद एउटा हुन्छ नै हुन्छ, हुनै पर्छ। अझैलाई प्रश्न पारौँ, एउटा नाम, एउटा सर्वनाम, एउटा विशेषण र एउटा क्रियापद दिएकै हुन्छ। तपाईले पहिचान गर्दा यसरी नै पहिचान गर्नुहुन्न। र बाँकी दुईवटा चाहिँ अव्यय वर्ग अन्तर्गतका क्रिया विशेषण, नामयोगी, संयोजक, विस्मयादि बोधक र निपात मध्येबाट कुनै दुईवटा पर्ने गरी सोधिएको हुन्छ। अब यी शब्दमध्ये पनि एउटा शब्द चाहिँ विचलन भएको हुन्छ। विचलन भनेको एउटा काम गर्ने शब्दले अर्को काम गरिरहेको हुनसक्छ। जस्तै नाम शब्दले विशेषणको काम गरेको हुन्छ, अथवा विशेषणले क्रिया विशेषणको काम गरेको हुनसक्छ, अथवा सर्वनामले विशेषणको काम गरेको हुनसक्छ। यसरी एउटा वर्गको शब्दले अर्कै वाक्यमा आएर अर्कै वर्गको रूपमा काम गर्नुपर्ने अवस्थालाई पदवर्ग विचलन भनिन्छ। पदवर्ग विचलन भएको शब्द एउटा अनिवार्य रूपमा दिएकै हुन्छ। अब यसरी दिएका शब्दहरू तपाईले स्पष्ट पहिचान गरेर कुन वर्गको पहिचान गरेर लेख्नुभयो भने 0.5 अङ्कका दरले बढीमा 3 अङ्क प्रदान गरिनेछ। जस्तै यसको एउटा नमुना हेरौँ। प्रश्न नम्बर 4 मा सोधिने प्रश्नको नमुना यहाँ हेर्नुहोस्। जस्तै प्रश्न नम्बर 4 दिएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गर्नुहोस् भनेर 3 पूर्णाङ्क दिएको छ। यहाँ एउटा अनुच्छेद दिएको छ, विद्यार्थी त नबुझेका कुरा फटाफट सोध्ने, आफूभन्दा सानालाई माया गर्ने अनि शिक्षकप्रति सद्भाव देखाउने तिमी जस्तो पो हुनुपर्छ, स्याबास तिमीले राष्ट्र बनाउन सक्छौ भनेर यसरी एउटा अनुच्छेद दिएको छ। यो अनुच्छेदमा 6 वटा शब्द रेखाङ्कन गरिएका छन्। यसरी नै सोधिएको हुन्छ। जस्तै अब यहाँ रेखाङ्कन गरिएका शब्दलाई हेरौँ वाक्यको प्रयोगका अवस्थामा है। वाक्यको प्रयोगका अवस्थामा कुन वर्गमा देखिएको छ त्यसलाई हामीले पहिचान गर्नुपर्ने हुन्छ। जस्तै नबुझेका भन्ने शब्द यहाँ दिएको छ, नबुझेका कुरा। अब यहाँ कस्ता कुरा भन्दाखेरि यहाँ विशेषणको रूपमा आयो। हेर्नु है, अघि के भनेको छ भने नाम, सर्वनाम, विशेषण र क्रियापद चाहिँ एउटा एउटा हुनै पर्छ भनेको छ। 6 वटा मध्ये यी 4 वटा चाहिँ अनिवार्य हुनै पर्छ। यदि यी 4 वटा नाम एउटा, सर्वनाम एउटा, विशेषण एउटा र क्रियापद एउटा तपाईले पहिचान गर्न सक्नु भएन भने यो बुझ्नुस् कि तपाईको उत्तर गलत हुँदैछ। तपाईले आफैले मूल्याङ्कन गर्न सक्नुहुन्छ अनि तपाईले तुरुन्तै सच्याउन पनि सक्नुहुनेछ। अब यहाँ विशेषणको रूपमा आयो एउटा विशेषण। एउटा विशेषण आएपछि अर्को विशेषण अब आउँदैन।
एउटै वर्गका दुईवटा शब्द दिइँदैन। त्यसलाई पनि याद गर्नु होला। फटाफट सोध्ने, आफूभन्दा आफू सर्वनाम। अब सर्वनाम र विशेषण एउटा एउटा आइसक्यो हेर्नु। अब यहाँ माया भन्ने शब्द नामका रूपमा आएको छ। नाम, सर्वनाम र विशेषण एउटा एउटा आयो। अब हामीलाई चाहियो एउटा क्रियापद। क्रियापद हेर्नुहोस् त हुनुपर्छ। अब नाम, सर्वनाम, विशेषण र क्रियापद एउटा एउटा आइसक्यो भनेपछि अब त्यो नाम, सर्वनाम, विशेषण र क्रियापद दोहोरिने सम्भावना हुँदैन। अब बाँकी अव्यय वर्गबाट कुन कुन अव्यय वर्गका पनि कुन चाहिँ हाँगोबाट सोधिएको छ त्यो स्पष्ट खुलाउनुपर्छ। अव्यय मात्रै लेखेर पाउनुहुन्न तपाईँले। जस्तै शिक्षकप्रति भनेको छ, नामयोगीका रूपमा आएको छ। निस्याभ्यास विस्मयादिबोधकका रूपमा आएको छ भनेपछि यसरी तपाईँले स्पष्ट छुट्याएर यसको उत्तर लेख्नुपर्ने हुन्छ। यसको उत्तरको नमुना पनि हेरौँ है त। जस्तै यहाँ हेर्न सक्नुहुन्छ प्रश्न नम्बर 4 भनेर स्पष्ट लेख्नुहोस्। यतापट्टि हामीलाई शब्द दिएकै हुन्छ, रेखाङ्कन गरेर दिएको हुन्छ। रेखाङ्कन गरेर दिएका शब्दलाई शब्दको मुनि सरासर लेख्नुहोस्, टिप्पणी गर्नुहोस्। यसरी टिप्पणी गरिसकेपछि अनि यतापट्टि पदवर्ग लेख्नुहोस्, यता शब्द लेख्नुहोस्, यतापट्टि पदवर्ग। किनभने यहाँ हामीलाई निर्देशन नै के गरेको हुन्छ भने शब्दको, यहाँ हेर्नुहोस्, शब्दको पदवर्ग पहिचान गर्नुहोस् भनेको हामीलाई शब्द दिएको हुन्छ, हामीले पदवर्ग पहिचान गर्नुपर्नेछ। अब हेर्नुहोस् त यहाँ शब्द दिएका शब्दलाई यता राख्यौँ अनि पदवर्ग। अब नबुझेका विशेषण यसरी लेख्नुहोस्। आफू सर्वनाम, अनि माया नाम, प्रति नामयोगी हुनुपर्छ क्रियापद, स्याबास विस्मयादिबोधक भनेर यसरी चाहिँ तपाईँले उत्तर लेख्न सक्नुहुनेछ। अब यस्तै गरेर प्रश्न नम्बर 5 मा सोधिने प्रश्नको पनि आधारहरू के छन्, कुन कुन आधारमा कस्ता प्रश्न सोधिन्छन्, यसको नमुना प्रश्न कस्तो हुन्छ र उत्तर कसरी लेख्ने भन्ने बारेमा हेरौँ। यहाँ चाहिँ शब्द स्रोतसँग सम्बन्धित प्रश्न सोधिएको हुन्छ। यसमा कुनै एउटा अनुच्छेद दिएको हुन्छ र त्यस अनुच्छेदबाट हामीले शब्द स्रोत भन्ने बित्तिकै तत्सम, तद्भव र आगन्तुक शब्द स्रोतलाई बुझ्नुपर्ने हुन्छ। यी तीनवटा शब्द स्रोतमध्ये कुनै दुईवटा स्रोत तत्सम र आगन्तुक पनि हुनसक्छ, तत्सम र तद्भव पनि हुनसक्छ, तद्भव र आगन्तुक पनि हुनसक्छ हैन, अथवा आगन्तुक र तत्सम पनि हुनसक्छ। यी मध्ये कुनै दुईवटा स्रोतका पनि दुईवटा शब्द पहिचान गर्न दिएको हुन्छ। यस प्रश्नको उत्तर दिँदा तपाईले अनुच्छेदबाट तत्सम, तद्भव र आगन्तुक मध्येबाट प्रश्नमा सोधिएअनुसार के निर्देशन गरेको हुन्छ, ती तीनवटा मध्ये कुनै दुईटा निर्देशन गरिएको हुन्छ। ती दुईटा पनि कुन सोधिएको हुन्छ त्यो हतार नगरिकन स्पष्ट बुझेर हैन। धेरै विद्यार्थीहरूले यहाँ उल्टो लेख्ने पनि पाइएको छ। उल्टो नहुने गरी तपाईले एकछिन मनन गरेर उत्तर लेखे पनि केही बिग्रिने छैन। त्यसैले सोधिएअनुसारका स्रोतबाट दुईवटा शब्द पहिचान गरेर लेखेमा प्रति सही शब्द बापत 0.5 अङ्कका आधारले बढीमा 2 अङ्क तपाईलाई प्रदान गरिनेछ। अब यसमा सोधिने प्रश्नको एउटा नमुना छ। यहाँ यो हेरौँ। प्रश्न नम्बर 5 दिएको अनुच्छेदबाट दुईवटा तत्सम शब्द, यहाँ हेर्नुस् है, यहाँ तत्सम शब्द भनेर सोध्यो अब हैन, तत्सम शब्द र दुईवटा आगन्तुक शब्द भनेपछि यहाँ तद्भव शब्द सोधिएको छैन हैन। तत्सम शब्द दुईवटा पहिचान गर्नुपर्यो, आगन्तुक शब्द दुईवटा पहिचान गर्नुपर्यो। अब यसरी पहिचान गरे बापत 2 अङ्क प्राप्त गर्छौँ हामी। जस्तै यहाँ अनुच्छेद दिएको छ कम्प्युटर, मोबाइल, इमेल, इन्टरनेट आजका हाम्रा आवश्यकता हुन्। यिनलाई सुरक्षित र सहज रूपमा प्रयोग गर्न सक्यौँ भने हाम्रो जीवनशैली सहज हुन्छ। यदि यसलाई सही कर्ममा प्रयोग गर्न सकेनौँ भने हाम्रो जीवन समाप्त हुन पनि के बेर। कम्प्युटरको भाइरस सरह हाम्रो मस्तिष्कमा यिनै सामाजिक सञ्जालका भाइरसहरू सल्भ लाउन सक्छ भनेको छ। अब यहाँ दुईवटा शब्द तत्समका दुईवटा र तद्भव आगन्तुकका दुईवटा शब्द पहिचान गर्नुहोस् भनेको छ। तर यहाँ 2 भन्दा बढी नै शब्दहरू छन्। जस्तै तत्सम शब्दमा पनि आवश्यकता अनि सहज, सुरक्षित, त्यस्तै गरेर यहाँ रूप हैन, जीवनशैली, समाप्त, मस्तिष्क, त्यस्तै गरेर सञ्जाल जस्ता शब्दहरू यहाँ दिएको छ भने आगन्तुक शब्दमा पनि कम्प्युटर, मोबाइल, इमेल, इन्टरनेट अनि त्यस्तै गरेर भाइरस यस्ता शब्दहरू चाहिँ यहाँ दिएका छन्। अब यसरी हामीले पहिचान पनि गर्यौँ हैन, तत्सम शब्द पनि पहिचान गर्यौँ, आगन्तुक शब्द पनि पहिचान गर्यौँ। अब यसको उत्तर लेख्दा चाहिँ कसरी लेख्ने त, यसको पनि एउटा नमुना हेरौँ। अब यहाँ हेर्नु त नमुना उत्तर यहाँ दिएको छ। प्रश्न नम्बर 5 भनेर स्पष्ट लेख्नुहोस्। अनि तत्सम शब्द हामीलाई दिएका मध्ये कुनै दुईवटा दिएको हुन्छ, तत्सम शब्द भनेर सोधिएको छ यहाँ, अनि आगन्तुक शब्द भने तत्सम शब्द भन्नुहोस्। अनि यतापट्टि अब त्यहाँ धेरैवटा शब्दहरू भए पनि हामीलाई दुईवटा सोधेको हुन्छ, दुईवटा मात्र लेख्नुहोस्। तपाईँले 3वटा लेखेर 3 नम्बर आउने होइन हैन, 2टा लेख्ने हो। ठ्याक्कै जति तोकिएको छ त्यति मात्रै। तपाईँले जति बढी लेख्न थाल्नुहुन्छ त्यति बिग्रिने सम्भावना पनि हुन्छ। त्यसैले यहाँ तोकिए अनुसार मात्रै उत्तर दिनु होला। सञ्जाल र आवश्यकता भनेर यसरी लेखियो। अब आगन्तुक शब्दमा पनि कम्प्युटर र मोबाइल भनेर त्यहाँ छन त धेरै शब्दहरू छन्, तर हामीलाई दुईवटा सोधेको छ, त्यही भएर यसरी उत्तर
लेख्न सक्नुहुनेछ।